व्हाट्सअप गाइज, वेलकम ब्याक टु च्यानल मल्टिभाइब ल्याब। आज चाहिँ हामीले यो च्यानलमा साइन्सको एक्सपेरिमेन्ट होइन, आज हामी कम्प्युटर साइन्सको एक्सपेरिमेन्ट गर्न गइरहेको छौँ। आज चाहिँ हामी लिटरल्ली एउटा कुनै कोडिङको युज नगरेर एप बनाउन जाँदैछौँ। के तपाईँहरूलाई पत्यार लाग्छ यो पोसिबल छ भनेर? विदाउट एनी कस्ट, केही कस्ट पनि लाग्दैन र कोडिङ पनि केही गर्नु पर्दैन। मात्र तपाईँलाई एउटा मोबाइल चाहिन्छ र इन्टरनेट चाहिन्छ, मात्र त्यति मात्र, केही नै चाहिँदैन लिटरली। तो चलिए शुरू करते हैं। अब यो एप बनाउन हामीले सबैभन्दा पहिला एउटा कुनै पनि ब्राउजर, जस्तै मैले चाहिँ क्रोम खोल्यो। ल गाइज, अब हाम्रो एप बनाउने एआईको नाम चाहिँ BASE बेस 44 मैले यो प्रमोट गर्न खोजेको होइन है। मैले नि एउटा आफ्नो फर्स्ट एप यताबाटै बनाएको थिएँ र आज पनि तपाईँहरूलाई बनाएर देखाउँदैछु। सबै एआईकै युज गरेको हो, न केही कोडिङ चाहिन्छ। जस्ट हामीले प्रम्प्ट चाहिँ लेख्नुपर्छ र अब बेस 44 खोलिसकेको छ र यस्तो त्यो देखाउँछ र यसमा क्लिक गर्नुपर्छ है। हाम्रोमा यस्तो त्यो आउँछ, के अरे, यस्तो प्लेटफर्म आउँछ। हामीले माई बिल्डिङ स्टार्ट बिल्डिङमा थिचेपछि तपाईँहरूले यसलाई गर्न, के अरे, साइनअप पनि गर्न सक्नुहुन्छ। मैले चाहिँ अलरेडी साइनअप गरिसकेको थिएँ। यस्तै साइनअप कसरी गर्ने भनेर भिडियो चाहिएमा कमेन्टमा लेख्नु होला, म बनाउने छु त्यसको सम्बन्धी पनि भिडियो। र अब हामीले यतिको खोलेपछि हामी अब प्रम्प्ट लेख्न जान्छौँ च्याट जिपिटीमा। हामीलाई त दुःख गर्नु त छैन, हामी मान्छे लास्टै अल्छी। र अब हामीले यो च्याट जिपिटीलाई के भनेर लेख्छौँ भन्दाखेरि, क्रिएट अ प्रम्प्ट फर बेस 44 AI to build app related to। तपाईँहरूले चाहिँ जस्तो एप चाहियो त्यस्तै यसलाई त्यस्तै एप बनाउने प्रम्प्ट लेखिदियो भनेर भन्न सक्नुहुन्छ। मैले चाहिँ आज यही मेरै च्यानल रिलेटेडको भिडियो बनाउन चाहेँ है, एउटा प्रब्लम सल्भ गर्ने। एक्जाम चलिरहेको छ मेरो, त्यही भएर हाम्रो प्रम्प्ट पनि यहाँ लेखिसकेको छौँ, च्याट जिपिटीलाई दिन लागिरहेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ सबै दिइसकेको छ। कपी गरौँ है, हेरौँ है त कतिको सजिलो रहेछ यो एआईले